दर्शकवृन्द, यहाँ माउरी पालन गरिएको छ। यो सबै डब्बाहरूमा माउरीको घरहरू राखिएको छ। यो माउरी पालन गर्दाखेरि यसरी यो डब्बामा मोमको घर बनाएर राखिन्छ यसलाई, अनि काठको ढक्कनले ढाकिन्छ। साइडमा यसको माउरी आउने जाने गरी मुख खोलिएको हुन्छ। अब चाहिँ यो सिजनमा चेक गर्ने बेलामा यसरी उठाएर एक घरहरू चेक गरिन्छ। चेक गर्ने बेलामा चाहिँ कुनमा मह छ छैन भन्ने कुरा यो माउरी पालन गर्नेलाई राम्रोसँग थाहा हुन्छ। यसमा चाहिँ यो डब्बामा हेर्नुहोस्, यस्तो मजाले निकालिन्छ। यसरी यो घर निकाल्ने बेलामा यसमा माउरीहरूले मह पारिसकेको हुन्छ। यो मह पारिसकेको छ, उहाँले भन्दै हुनुहुन्छ मह पारिसकेको छ। अनि यो माउरीहरू टाढा टाढा गएर फुलहरूको रस चुसेर लिएर आउँछन्, यो डब्बामा मह पार्छन्। यो एकदमै राम्रो हो शरीरको लागि। यो धेरै नै राम्रो, बजारमा पाउनुभन्दा यो धेरै राम्रो हो।